दर्शकबिन तपाईँ हेर्दै हुनुहुन्छ उहाँ हुनुहुन्छ हिक्मत सिंह अयर सर। सर हजुर आफ्नो एउटा सानो इन्ट्रोडक्सन पाऊँ। धन्यवाद। सर्वप्रथम त सबैलाई नमस्कार। महेशजीको यो यात्रा जो यो मिथिलाको वैभव, मिथिलाको जो हेरिटेजलाई देखाउँदै उहाँहरूको खानपिनलाई देखाउने जो यो अभियानमा लागिरहनु भएको छ, त्यसको लागि म महेशजीलाई सर्वप्रथम बधाई र शुभकामना दिन चाहन्छु। अब सरले मिथिलाको प्रति धेरै कविताहरू र भावहरू प्रकट गर्नुभएको छ, त के छ हजुरको विचारमा के होला त त्यो भावहरू, त्यो प्रयासहरू, त्यो कथनहरू, त्यो कविताहरू? खासै धेरै त होइन, तर यहाँले कुरा राखिसक्नुभयो भने म भित्रको देश मिथिला मधेस भनेको छु मैले यसलाई। म भित्रको देश मिथिला मधेस, मिथिलाञ्चलको शेष हुँ, छठमैयाको विशेष हुँ। विशेष गरी अब यो एउटा विशेष स्थान हो, यो प्रोभिन्स 2। यसको बखान गर्दा यसका माता जानकी, भगवान रामको गाथासँगै जोडिएको एउटा पवित्र भूमि, जनकपुर धाम लगायत विभिन्न धामहरू भएको ठाउँ यो प्रदेश 2 को बखान मैले सानो कविताले के गर्न सक्छु, तर पनि केही कुराहरू मैले राखेको छु। त्यहाँको मिथिलाञ्चलको मिथिला वैभवको बारेमा, स्वयंवरको बारेमा, विभिन्न प्रोडक्टहरूको बारेमा देखाएको छु। र म अन्तिममा यसमा त्यो उसमा के भनेको थिएँ भने, यदि बुझ्नु छ साँच्चैमै तपाईँले मिथिलाञ्चललाई बुझ्नु छ, प्रदेश 2 लाई बुझ्नु छ भने यो सबै धर्मको फुलबारी, यो 8 जिल्लाको प्रदेश, सबै धर्मको फुलबारी, यो 8 जिल्लाको प्रदेश, बहुआयामी, जनशक्ति छन् यहाँ अनेक। मेरो वेशभूषा र रङ रूपले नझुक्किनु है सबै, यसै देशको माटोमा जन्मी हुर्केको हुँ सदैव। मलाई बुझ्न हेर्नै पर्छ म भित्रको देश मिथिला मधेस। त्यो हुनाले यो विभिन्न लेखले, विभिन्न कुराले एउटै कुरा के देखाउँछ कि यदि साँच्चैमा मिथिलाको बारेमा जान्नु छ, मिथिलालाई हेर्नु छ भने त्यही भूमिमा गएर त्यहाँको रसापान, त्यो भूमिका विभिन्न वैभवहरूको तपाईँले आफै गएर त्यो भ्रमण गर्नुपर्छ। त्यसका ती हेरिटेज फुडहरू हुन्, त्यहाँका विशेष मन्दिर, मठ मन्दिरहरूको दर्शन होस्, त्यो हेरेर मिथिलाञ्चललाई हेर्न सकिन्छ। त्यसको जो माता जानकीको जो जन्मभूमि हो, त्यो भूमिमा, पवित्र भूमिमा भगवान रामले जुन प्रकारको त्यो उहाँहरूको विवाहको समयको देखि लिएर विभिन्न कालखण्डमा उहाँको भ्रमण भएको छ, त्यो कुरा हेर्न सकिन्छ। अत्यन्त ऐतिहासिक, धार्मिक एउटा वैभव साम्राज्यको भनौँ न, एउटा सभ्यताको सबै कुरा राखेको एउटा भूमि, तपोभूमिमा यदि जाने हो भने त्यहाँको खाना कसरी छुट्न सक्छ त? त्यो हुनाले त्यो खानालाई हाइलाइट गर्ने जुन अभियानमा लागिरहनु भएको छ यो महेश शाहज्यू, उहाँको यो अभियानलाई हामीले बोर्डले पनि केही सघाएको छ। यसै क्रममा उहाँले केही दिन अघि मात्र हामीले उहाँहरूको ले नै बनाएका ती खानाहरूलाई झल्कायौँ हाम्रो वार्षिक क्यालेन्डरबाट। र प्रदेश सातैवटा प्रदेशलाई झल्काउने एउटा हामीले क्यालेन्डरको निकाल्यौँ। त्यो क्यालेन्डर निकालेपछि त्यसमा अवश्य नै 2 नम्बरको पनि हामीले त्यो विशिष्ट परिकारहरूलाई हामीले झल्कायौँ, त्यसमा राख्यौँ। र यसले एउटा चिनाउने, त्यो खानालाई चिनाउने जो अभियानमा लागिरहनु भएको छ महेशजी, उहाँहरूको यो पवित्र अभियानमा हामीले पनि केही सघाएको छौँ, केही भाग हामीले पनि सहभागी भएको छौँ, यही नै भन्न चाहन्छु। र यो उहाँको विशेष यो हामीले यसपालिको जो क्यालेन्डर बनायौँ 78 सालको, त्यो क्यालेन्डरको विशेषता नै हामीले के देखायौँ, त्यसमा हामीले सुरुवात चियाबाट गऱ्यौँ, एउटा स्वागत चियाबाट गऱ्यौँ भने त्यसैमा विभिन्न प्रदेशका हामीले फुड प्रोडक्टहरू हेरिटेज फुडमा देखायौँ। त्यसमा खास गरी मिथिलाको पनि हामीले मिथिलाको भोजन
लाई हामीले यसमा देखाएको छौँ। साथै त्यसको मिठास, त्यो मिठाईको कुरा पनि राखेको छ र अन्तिममा पानबाट पनि त्यसको त्यो भोजको समापन हामीले पानबाट पनि गरेका छौँ र यसले एउटा समग्र देशका 7वटा प्रदेशलाई झल्काउने एउटा जमर्को हो। हुन त यो प्रकारको इनिसिएसन हामीले पहिले पनि यो राष्ट्रिय रूपमा भयो र राष्ट्रिय रूपमै 7वटा प्रदेशका हेरिटेज फुडहरूलाई चिनाउने अभियानमा हामीले हिमाल पत्रिकासँग एउटा साझेदारी गरेर 7वटा प्रदेशका मौलिक खानाहरूलाई हामीले त्यो चिनाउने प्रयास गरेका छौँ। त्यसले त्यो रिसर्चले पनि देखाएको छ 7वटा प्रदेशमा कस्ता हाम्रा हेरिटेज फुडहरू छन् र ती मौलिक खानाले यो वीर नेपालीको या यसको वैभव जो पुरानो छ त्यो केवल हाम्रा मठ मन्दिर, हाम्रा संरचना या हाम्रा विभिन्न आर्कोलोजिकल साइटले मात्र होइन कि हाम्रो मौलिक खाना, हाम्रो खानपिनले जो एउटा बौद्धिक व्यक्तित्व, बौद्धिक समाजको एउटा जो निर्माण भएको छ ती कुरा खाने, हाम्रो अर्ग्यानिक खानपानदेखि लिएर सबैलाई हामीले विश्वव्यापी रूपले यसलाई अगाडि बढाउने हाम्रो अभियान छ र यो अभियानमा महेशजीको यसले पनि थप एउटा आयाम दिएको छ र खास गरी प्रदेश 2लाई चिनाउने जो प्रयास गर्नुभएको छ त्यसको लागि म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सर यति हो, यो त भर्खर 5 मिनट भयो। अब त्यसपछि मेरो क्वेसन हुन्छ कि अहिलेसम्म जसरी के गर्नुभएको नेवारी खाना सेटायो, थकाली आयो, तर अहिलेसम्म मैथिलीहरू आएको छैन। यसको लागि तपाईँहरू या त भोलिको दिनमा 2 नम्बर सरकारको यसको लागि के भूमिका हुन्छ? यसको अगाडि त्यो मात्र नभन्नु, खानालाई कसरी तपाईले चिनाउनु विश्वभरि? ओके, खानालाई तपाईले के प्लान, खानालाई चिनाउन हजुरहरूले के गर्नु भएको? ओके, त्यसरी भन्नु न। खानालाई हाम्रो खानपिनलाई चिनाउनु विकासको म त्यसमा भनिहाल्छु नि। ओके, विकासको लागि हजुरको के प्रयास छ? खानपिनको हजुरको खानपान के प्रयास छ? स्टार्ट गरौँ। उनीहरूको पूर्वाधारमा सघाउने कार्यक्रमहरू चाहिँ सदैव रहन्छ र यसमा प्रदेश सरकारको अब झन् थप जिम्मेवारी अहिलेको उसमा आएको छ। उहाँहरूले गरेको प्लानलाई त्यसलाई अगाडि बढाउने काममा प्रमोसन गर्ने, त्यसलाई हाइलाइट गर्ने काम हामी गर्छौँ र मलाई लाग्छ विगत लामो समयदेखि हामीले त्यो क्षेत्रलाई हाम्रो विभिन्न सञ्चारका जति पनि सञ्चारका माध्यमहरू छन् उनलाई हामीले जोडेका छौँ र अब त्यहाँ पूर्वाधारमा तपाईँले कुरा गर्ने भने साइनेजहरू राख्ने, त्यसलाई बढीभन्दा बढी यी हाम्रा भारतीय तथा अन्तर्राष्ट्रिय जति पनि टुर अपरेटर छन् तिनीहरूको बारेमा जानकारी गराउने, तिनीहरूलाई मार्केटमा जोड दिने त्यो काम हामी गर्छौँ र हामीले गर्ने पनि गरेका छौँ र हाम्रो जहिले पनि प्रमोसन मटेरियलमा या हाम्रो उसमा कहिले पनि छुटेको छैन। एउटा हाम्रो विशिष्ट सम्पदा नै हुन्। ती सम्पदालाई जोड्ने विवाह पञ्चमीको बेलामा होस् या अरू बेलामा होस् त्यो प्रोडक्टलाई हामीले जोड्ने काम गरेका छौँ र अब यसलाई अझ हाइलाइट गर्नको लागि एउटा सर्किटको रूपमा मलाई लाग्छ जानुपर्छ। ती वरिपरिका क्षेत्रहरूलाई एउटा प्याकेजको रूपमा अगाडि बढाउनुपर्छ र केही हाम्रा प्रदेशका साथीहरूले तिनीहरूलाई हाइलाइट गरेका छन्। विवाह पञ्चमीलाई एउटा विशेष महत्त्वको विशेष अवसरको रूपमा उनीहरूले हाइलाइट गरी पर्यटकलाई त्यहाँ निम्ताएका छन्। त्यसमा पनि हामीले केही कार्यक्रमहरू राखेर विगतमा सघाएका छौँ र यसलाई निरन्तरता दिनेछौँ र मलाई लाग्छ त्यो क्षेत्रको विकासमा, प्लानिङमा, बृहत्तर जनकपुरको प्लानिङमा हाम्रै पर्यटन मन्त्रालय मार्फत हाम्रो एउटा थाई संस्था पनि त्यहाँ राखेको छ। उनीहरूलाई सघाउने, उनीहरूसँग अगाडि बढ्ने पर्यटन बोर्डले हाम्रो सदैव सोच राखेको छ। कुनै प्रकारको पनि त्यस्ता प्रमोसन एक्टिभिटिज, मार्केटिङ एक्टिभिटिज र एचआर ह्युमन रिसोर्सको ट्रेनिङका कुराहरू छन् भने हामी सदैव त्यहाँ छौँ। सर, अब अहिले जुन मैले मिथिलाको खाना, जुन हाम्रो तराईको खानालाई अगाडि बढाउने क्रममा म जस्तो तपाईँले हरेक प्रदेशको खानाहरू एउटा सूचीकरणमा आछ, त्यस्तै मैले सूचीकरण जति खाना छ त्यसलाई सूचीकरण गर्ने प्रयासमा छु। त्यसको लागि हजुरहरूबाट के कसो योगदान या प्रयास या मेरो जुन हजुरहरूलाई खानाको विकासको लागि के कस्तो भूमिका होला भोलिको दिनमा? होइन, त्यसमा त यस्तो छ, हामीले मैले अघि नै भने हामीले रिसर्च गरेर 7वटा प्रदेशको अथेन्टिक फुडको हामीले एउटा अनुसन्धान गराएको थियो।
त्यो मैले त्यो मसँग आज हिमालको त्यो कपी भएन, म तपाईँलाई देखाउँथेँ। यसमा हामीले यसलाई 7वटा प्रदेशलाई साउथको अथेन्टिक फुडको रूपमा प्रदेश सरकारले यसमा यो पहल लियो भने पर्यटन बोर्डले त्यसलाई चिनाउने, आइटिनरीलाई त्यसलाई चिनाउने काम चाहिँ हामी गर्छौँ। हामीले मैले भने नि हामी सोसल मिडियाबाट या हाम्रो प्रमोसन मटेरियलबाट त्यसलाई हामी त्यसको बुकलेट भएर त्यो हामी त्यसमा हामी निकाल्छौँ। तर त्यो कुरालाई त्यो स्थानीय रूपमा त्यसलाई हाइलाइट गर्ने, त्यसलाई बढीभन्दा बढी आफ्नो त्यहाँको होटल रेस्टुरेन्टमा लागू गराउने या त्यो प्रकारको एउटा सहकारी स्थानीय पर्यटन व्यवसायहरूले पनि आउँछन् भने हामीले पक्कै नै त्यसलाई सपोर्ट गर्ने, त्यसलाई हाइलाइट गर्ने, प्रमोट गर्ने काम चाहिँ पर्यटन बोर्डले गर्छ। मैले अघि नै भने यो किताब जसरी निकाल्ने हामीले 7वटा यो म्याक्सिमम सबै प्रदेशलाई छुने गरी बनाएका छौँ होइन। र अहिले अरू कुराहरू पनि हामीले यसलाई बढीभन्दा बढी सबैले, अब यो संहितामा गएको हुनाले राज्य हरेक प्रदेशलाई चिनाउने उसका आफ्ना पर्यटन सम्पदाहरू छन्। त्यो सम्पदा सँगसँगै हामीले त्यहाँको खानपानलाई अगाडि झल्काई बढीभन्दा बढी पर्यटकहरूलाई त्यसप्रति आकर्षण गर्ने हाम्रो प्रयास निरन्तर रहनेछ। अब सर लास्टमा, अब यो कार्यक्रमको लास्टमा 2 नम्बर प्रदेशको जनताहरूलाई हजुरले के सन्देश दिन चाहनुहुन्छ मिथिला संस्कृति र खानपानको विषयमा? अब यसमा सबभन्दा बढी जरुरी भनेको अथेन्टिक मौलिकता हो। कुनै पनि त्यो संस्कृतिलाई जगेर्ना गरी त्यसको सम्वर्धन गरी हाम्रा पर्यटकहरू लगायत हाम्रा सम्पूर्ण भावी पिँढीको लागि त्यो 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 संस्कृतिको उनीहरूले हेर्न पाउन्, त्यो कुराको त्यो मिठास उनले पाउन् भन्ने त्यो खानपिन होस्, चाहे त्यो कल्चरल प्रोग्राम होस्, ती हाम्रा लोकल रिचुअलहरू हुन्, ती कुरालाई राख्नको लागि म सम्पूर्ण त्यहाँका सम्बन्धित सरोकारवालाहरूलाई म निवेदन गर्न चाहन्छु। यस्ता कुराहरूमा प्रदेश सरकार लगायत सबैले यसमा सघाउँ र यसमा पर्यटन बोर्ड सदैव यहाँसँग रहनेछ। र हामी के भन्छौँ, सबै प्रदेशको आफ्नो मौलिकता छ, आफ्नो एउटा मिठास छ। त्यो कुरालाई हेर्न हामी देशका सम्पूर्ण अन्य 7वटा प्रदेशका 6वटै प्रदेशका लागि हामी के आग्रह गर्न चाहन्छौँ, मिथिलामा गएर प्रदेश 2मा गएर उहाँहरूको त्यो जो सुन्दर संस्कृति छ, त्यहाँको खानपान छ, त्यसलाई हेरौँ, त्यहाँको त्यसको रसोपान गरौँ। त्यसको लागि मैले अघिको कवितामा पनि मैले भनेको छु, म फेरि दोहोऱ्याउन चाहन्छु। यी बेसिक कुराहरूलाई हामीले हाइलाइट गर्न खोजेको छौँ। जस्तै जनकपुरकी लस्सी र बजबरियाको पेडा नहीं खाया तो क्या खाया भन्छन् यहाँ सारा भन्दाखेरि मेरो भनाइ यहाँ तात्पर्य के हुन्छ कि त्यहाँको लोकल फुड, त्यहाँको तरुवा होस् या त्यहाँको बगिया होस् या माछा होस् या बर्मजियाको पेडा होस्, यी सबै कुराहरू या मिथिला थाली होस्, स्थानीय रूपमा लोकल खानाहरूलाई हामीले त्यहाँ गएर माग गऱ्यौँ भने त्यही अनुसारको सरोकारवालाहरूले त्यसलाई प्रस्तुत गर्छन्। त्यही अनुसार सबैले त्यहाँ दिनै रहेछन् ती सेवाहरू। त्यसलाई हामीले भोग गऱ्यौँ भने त्यो सस्टेनेबिलिटी हुन्छ, लोकलले त्यसमा काम पाउँछन् र संस्कृति पनि जगेर्ना हुन्छ र साथसाथै हाम्रो पर्यटकीय गतिविधि पनि बढ्छन्। त्यो हुनाले हामी के चाहन्छौँ, सबैले आफ्नो संस्कृतिको जगेर्ना गरौँ, आफ्नो मौलिकताको जगेर्ना गरौँ, त्यसलाई एउटा राम्रो तरिकाले प्रेजेन्ट गरौँ। र महेश हाम्रो सन्तोष शाहले जसरी अन्तर्राष्ट्रिय रूपमा चिनाएको छ, त्यस्तै जो यो अभियानमा हाम्रो महेश शाहजीले गरिरहनु भएको छ, यो अभियान निकै नै एउटा पवित्र अभियान हो। उहाँले आफ्नो संस्कृति, आफ्नो खानपानलाई चिनाउने कोसिस गर्नुभएको छ आफ्नो पेसाबाट। मलाई लाग्छ यसले एउटा सार्थक जीवनको एउटा सार्थक त्यो संस्कृतिलाई देखाउने उहाँले जो अभियान छ, म त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र स्थानीय सबैलाई म सबैप्रति मेरो एउटा विनम्र मेरो अनुरोध छ कि आफ्नो संस्कृतिमा गर्व गरौँ, आफ्नो संस्कृति आफ्नो खानपानमा गर्व गरौँ, स्वच्छता र संस्कृतिलाई राम्रो तरिकाले देखाएर। अहिले यो कोभिडको समय छ, कोभिडको समयमा हामीले लिने सबै प्रोटोकलहरू अपनाएर राम्रो तरिकाले हामीले प्रेजेन्ट गऱ्यौँ भने आउँदा दिनहरूमा हाम्रा यी सबै कुराहरू समय अनुकूल भएपछि हामीले सबै कुराहरू हामीले हाइलाइट गर्नेछौँ र आन्तरिक पर्यटन सँगसँगै हाम्रो अन्तर्राष्ट्रिय पर्यटनलाई पनि हामीले यसले टेवा पुगाउने, यसले नयाँभन्दा नयाँ आकर्षण देखाउने यो अभियान
यहाँहरूको ठुलो योगदान हुनेछ भन्दै म सम्पूर्ण मिथिलावासी हाम्रो सम्पूर्ण यो प्रोभिन्स 2 का सम्पूर्ण सरोकारवालाहरूलाई यसमा हातेमालो गर्न पनि अनुरोध गर्दै मलाई यो अवसर दिनुभयो, यसको लागि पनि म हाम्रो महेश शाहजीको टिम लगायत उहाँ सबैलाई म धन्यवाद दिन चाहन्छु। जय पर्यटन।